घरबार कसरी बिग्रिन्छ त? मैले एउटा साथीलाई, सबैजना मान्छेको एउटा न एउटा साथी हुन्छ, एउटा न एउटा विद्वान मेरो एउटा विद्वान साथी थियो। अनि के अरे लाउनु यार, अलि घरबार कसरी राम्रोसँग चलाउने भनेर सोधेको। ल सुन यार, तिमीलाई थाहा नै छैन अहिलेसम्म घर कसरी चलाउने, घरबार कसरी चलाउने। घर भनेको बस्ने ठाउँ हो, सुत्ने ठाउँ हो, आराम गर्ने ठाउँ हो, घर हो। बार भने चाहिँ बार भने चाहिँ त्यो वरिपरि जीव जन्तुहरू आउँछ भनेर त्यसलाई बारेकोलाई बार भन्छ अरे। अनि घर भनेको त्यो भयो, बार भनेको त्यो भयो। अनि घर बिग्रिनुमा मूल कारण चाहिँ के हुन्छ अरे भने त्यो झ्याल ढोका डडाम डुडुम गरेर धेरै चलाइरहने। अनि त्यसपछि गएर झ्याल ढोका डडाम डुडुम चलाउने, अनि रङरोगन पोतिरहने, त्यस्तो गर्नु हुँदैन अरे क्या। अनि पो बिग्रिँदैन अरे घरबार। मैले कसरी राम्रो घरबार कसरी व्यवहार कसरी राम्रो चलाउने भनेको साथी, विद्वान साथीले त्यस्तो आइडिया पो दिनुभयो मलाई।